2072 साल वैशाख 12 गते शनिबार दिनको 11:56 बजे गोर्खा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर 7.8 रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको आज 10 वर्ष पूरा भएको छ। पृथ्वीको 15 किलोमिटर गहिराईबाट गएको भूकम्पमा 5200 जना भन्दा बढी नेपाली र विदेशी नागरिकले ज्यान गुमाएका थिए भने लाखौं घरबार विहीन भएका थिए। 1990 सालमा आएको विनाशकारी भूकम्प पछिको यो नै नेपालमा गएको ठूलो र शक्तिशाली भूकम्प हो। भूकम्प गएको 10 वर्षीय अवधिमा देश र नागरिकले सार्वजनिक ऋणको बोझ, मानसिक स्वास्थ्य, शहरीकरण, राजनीति, पर्यटन, मानव बेचबिखान, श्रम लागत, भाडा र सम्पत्तिको भार लगायत असंख्य कुरामा प्रत्यक्ष असर पुगेर शिथिल बनेको नेपालको अर्थतन्त्र अहिलेसम्म पनि स्थिर बन्न नसक्नु प्राकृतिक प्रकोपले गर्दा भएको भन्ने कुरामा दुई मत छैन। बनेका संरचना ध्वस्त भएपछि पुनर्निर्माण गर्न राज्यको खर्ब रुपियाँ खर्च भएको छ। केही निर्माणको प्रक्रियामै छन् भने घरबार विहीनलाई अस्थायी टहरा बनाएर राखिए पनि अहिले 10 वर्षीय अवधिमा पीडितले पुनर्वासको सहुलियत दिएर घर बनाइसकेका छन्। भूकम्पको कारण देशले ठूलो क्षति बेहोरेको भए पनि अबका दिनमा नागरिकलाई सुरक्षित रहन भूकम्प सम्बन्धी सचेतना गराउन राज्यले स्थानीय तहमा प्रेरित गर्नुपर्ने देखिन्छ। भूकम्प प्राकृतिक विनाश र प्राकृतिक प्रकोप भएकोले गर्दा आफू पनि सुरक्षित स्थानमा बसौं र अरूलाई पनि सुरक्षित स्थानमा रहन सल्लाह दिउँ।